ल, आज हामी नेपाल र स्कटल्यान्ड बीचको आउँदै गरेको टी20 क्रिकेट भिडन्तबारे अलिकति कुरा गरौँ न। हामीसँग केही स्रोतहरू छन् जसमा हेड टु हेड रेकर्ड, खेलाडीहरूको अहिलेको फर्म अनि केही खेल भविष्यवाणीहरू पनि छन्। अब यी सबैलाई केलाएर यो खेलमा खास के कुरा महत्त्वपूर्ण हुन्छ भनेर बुझ्ने कोसिस गरौँ। यो रमाइलो छ किनभने टी20 अन्तर्राष्ट्रियमा यी दुई टिम खासै खेलेकै रहेनछन्। स्रोतहरू हेर्दा त 2013मा एकपटक मात्रै खेलेको देखिन्छ नोभेम्बरमा। त्यति बेला स्कटल्यान्डले 8 विकेटले जित्यो। ए हो र, 2013 भनेपछि त धेरै पहिले भयो नि। यसले त हेड टु हेड रेकर्डको खासै अर्थ रहेनछ। अहिलेको अवस्था, खेलाडीको लय, रणनीति नै मुख्य भयो हैन त? हो नि, बिल्कुल। त्यो पुरानो रेकर्डले अहिले खासै फरक पार्दैन होला। त्यसो भए हालको फर्म नै हेरौँ न। नेपालको पक्षमा हेर्दा 2024को अन्त्यतिरको प्रदर्शन राम्रो देखिन्छ। खास गरी त्यो अमेरिकालाई 3-0ले हराएको श्रृङ्खला होइन? स्रोतहरूले त्यसलाई निकै सकारात्मक मानेका छन्। हो, त्यो सिरिज क्लिन स्वीप नै गर्यो नेपालले। अनि उनीहरूको स्पिन आक्रमण, जसमा सन्दीप लामिछाने त मुख्य भइहाले, कुशल भुर्तेल र दिपेन्द्र ऐरी जस्ता अलराउन्डरहरूले पनि त्यो मध्य ओभरमा रन रोक्न र विकेट लिन सक्छन् भन्ने विश्लेषण छ। त्यो स्पिन पक्ष त नेपालको बलियो नै छ। ब्याटिङमा पनि कप्तान रोहित पौडेलसँगै भुर्तेल र ऐरीले पनि राम्रै गरिरहेका छन् नि। हो, युवा खेलाडीहरू फर्ममा देखिन्छन्। अर्कोतिर हेर्ने हो भने स्कटल्यान्डको बलियो पक्ष भनेको चाहिँ उनीहरूको अनुभव र टिममा भएको स्थिरता हो। स्रोतहरूले जस्तो कि रिची ब्यारिङटन, जर्ज मुन्सी जस्ता खेलाडीहरूको अनुभवलाई महत्त्वपूर्ण मानेका छन्। उनीहरू दबावमा खेल्न सक्छन्। अनुभवी खेलाडी हुन् उनीहरू। अनि बोलिङमा पनि विविधता छ। सफियान शरीफ, क्रिस सोल, ब्राड करी जस्ता पेसरहरू छन् उनीहरूसँग। राम्रो विकल्प देखिन्छ। यहाँ एउटा चाखलाग्दो कुरा के देखिन्छ भने नि, नेपालको स्पिन र आक्रामक युवा खेलाडी विरुद्ध स्कटल्यान्डको अनुभवी र अलि सन्तुलित टोली हो। अनि त्यो अनुभवको कुरा गर्दा एउटा अर्को कुरा पनि छ। टी20मा इतिहास कम भए पनि भर्खरैको ओडिआई नतिजा हेर्दा फेब्रुअरी 2023मा नेपालले स्कटल्यान्डलाई 2 पटक हराएको थियो। त्यो पनि एकदमै कडा प्रतिस्पर्धामा। ए हो नि, 3 विकेट र 2 विकेटले जितेको थियो होइन? निकै रोमाञ्चक खेलहरू थिए ती। हो, त्यसले गर्दा मनोवैज्ञानिक रूपमा अलिकति फाइदा नेपाललाई हुन सक्छ कि, विशेष गरी खेल अन्तिमतिर जाँदा। टी20 फरक फर्मेट त हो, तर त्यो जितले आत्मविश्वास त पक्कै बढाएको हुनुपर्छ। एकदम। त्यो आत्मविश्वासले खेल्छ। स्रोतहरूलाई समग्रमा हेर्दाखेरि चाहिँ स्कटल्यान्डलाई थोरै बलियो मानिएको छ। सायद उनीहरूको अनुभव र अलि बढी गहिराई भएको टिम संरचनाले होला। तर फेरि नेपाललाई कमजोर आँक्नु चाहिँ गल्ती हुन्छ भनेर पनि स्पष्ट छ। त्यही त। उनीहरूको स्पिन आक्रमण यदि पिचले अलिकति मात्रै पनि सहयोग गर्यो भने त घातक हुन सक्छ। अनि उनीहरूको हालको त्यो जित्ने लयले पनि उनीहरूलाई खतरनाक प्रतिस्पर्धी बनाएको छ नि। भनेपछि खेल कस्तो होला त? केही सम्भावित सिनारियोबारे पनि कुरा गरौँ न। यदि नेपालले पहिले ब्याटिङ गरेर मानौ न 160-180 को आसपास रन बनायो भने के होला? त्यो अवस्थामा नेपालका स्पिनरहरूले दोस्रो पारीमा खेलमा पकड बनाउन सक्छन्। त्यो स्कोर डिफेन्ड गर्न सक्ने क्षमता छ उनीहरूसँग। तर यदि स्कटल्यान्डले पहिले ब्याटिङ गरेर राम्रो सुरुवात पायो भने? हो, त्यस्तो अवस्थामा उनीहरूका अनुभवी ब्याट्सम्यानहरूले लय समाते भने उनीहरूको ब्याटिङ गहिराईले ठूलो स्कोर बनाउन सक्छ। त्यो स्कोर पछ्याउन चाहिँ नेपाललाई अलि गाह्रो हुन सक्छ। यदि हामी यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्छौँ भने यो खेल वास्तवमा 2 फरक क्रिकेटिङ शैलीको भिडन्त जस्तो देखिन्छ। एकातिर स्कटल्यान्डको स्थापित संरचना, अनुभव, अर्कोतिर नेपालको उदीयमान प्रतिभा, निडर क्रिकेट खेल्ने शैली अनि त्यो विश्वस्तरीय स्पिन आक्रमण। हो, कुन पक्ष हावी हुन्छ त्यो हेर्नै पर्ने हुन्छ। त्यही त। त्यसो भए निचोडमा के भन्न सकिन्छ त? सबै स्रोतहरू हेर्दा यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ, होइन? बिल्कुल। कागजमा हेर्दा स्कटल्यान्ड अलि अगाडि देखिएला अनुभवको कारणले। तर नेपालको अहिलेको फर्म, आत्मविश्वास र विशेष गरी स्पिन आक्रमणले खेललाई एकतर्फी हुन दिँदैन होला। नतिजा जे पनि आउन सक्छ। सजिलो चाहिँ हुँदैन कसैलाई पनि। हो। र आजको लागि एउटा अन्तिम विचार छोडेर जाउँ न त। यो खेलको नतिजा त आफ्नो ठाउँमा छलै छ, तर यो भिडन्तले दुवै टोलीको भविष्यको यात्रा र रणनीतिक विकासमा कस्तो प्रभाव पार्ला?
खास गरी स्कटल्यान्डले आफ्नो अनुभवलाई कसरी यो युवा टोली विरुद्ध प्रयोग गर्छ अनि नेपालले आफ्नो स्पिन शक्तिलाई स्थापित टोली विरुद्ध कसरी अझै तिखार्दै लैजान्छ। यो कुराले आगामी दिनमा उनीहरूको क्रिकेटको दिशा तय गर्न सक्छ कि यो पनि सोच्न लायक कुरा हो।